आजको भिडियोमा चाहिँ हामी कुनै पनि देश कसरी विकास हुन सक्छ तथा कुनै एउटा देशको विकास कसरी गर्ने भन्ने बारेमा कुरा गर्न गइरहेका छौँ। नेपाल दशकौँदेखि विकासशील देश हो भनेर हामीले सुन्दै आएका छौँ। तर हाम्रो देश कहिले पनि विकसित देश भनेर चिनिन सकेको छैन। देश विकास गर्नको लागि कुनै एक या दुई व्यक्ति, नागरिक वा सरकारको मात्र होइन, देश विकासका लागि सम्पूर्ण देशवासीहरूको उत्तिकै भूमिका रहने गर्छ। यसमा मेरो पनि योगदान चाहिन्छ, तपाईँको पनि योगदान चाहिन्छ, हामी सबैको उत्तिकै योगदान चाहिन्छ। त्यसैले सबैभन्दा पहिला हामी आफैलाई सोध्नुपर्छ, के मैले देशको विकासको लागि योगदान दिइरहेको छु? के म मेरो देशको विकासको लागि योगदान दिन सक्छु? देश विकास गर्नु भनेको केवल ठुला भवन, सडक वा पुल निर्माण गर्नु मात्र पनि होइन। यो त सोच, संस्कार र जनचेतनाको विकास पनि हो। यसका लागि शिक्षा, रोजगार, अन्य पूर्वाधार र नागरिकको जीवनशैली पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले आज चाहिँ हामी देश विकासको लागि के तत्त्वहरू चाहिन्छ र यी तत्त्वहरूले कसरी देश विकासमा योगदान पुर्याउँछन् भन्ने कुरा बुझ्नेछौँ। शिक्षा कुनै पनि देशको विकासको प्रमुख आधार हो, किनकि जब कुनै पनि देशका नागरिक शिक्षित हुन्छन् तब मात्र उनीहरूले सही तरिकाले गलत र ठिक छुट्याउन सक्छन्। उनीहरूले कस्ता कार्य गर्नु हुँदैन, कस्ता कार्य गर्नुपर्छ, कस्तो कुरा गर्नु हुँदैन, कस्तो कुरा गर्नुपर्छ, के नराम्रो बानी हो, के राम्रो बानी हो, कसरी आफ्नो मन र शरीर स्वस्थ राख्ने, कस्तो विचार राम्रो हो भन्ने कुरा बुझ्छन्। त्यस्तै उनीहरूले हामीले परिवारमा के कार्य गर्नुपर्छ, स्वस्थ समाजको लागि समाजमा के कार्य गर्नुपर्छ र एउटा स्वस्थ र समृद्ध मुलुक बनाउनको लागि के कस्ता कार्य गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ। त्यस्तै शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउँछ, सोच्ने र बुझ्ने शक्ति दिन्छ। एक शिक्षित व्यक्तिले भ्रष्टाचार विरुद्ध आवाज उठाउन सक्छ, विज्ञान र प्रविधिमा योगदान दिन सक्छ र देशलाई विश्व सामु गर्वका साथ अगाडि बढाउन सक्छ। शिक्षित व्यक्तिले देशमा अनुसन्धानको क्षेत्रमा योगदान दिन सक्छ। शिक्षा कुनै पनि समाजको उज्जवल भविष्य र दिगो विकासको आधार हो। जब कुनै पनि समाजमा धेरै व्यक्तिहरू शिक्षित हुन्छन्, त्यो समाज पनि प्रभावकारी बन्छ। विज्ञान, सिप र चेतनाले भरिएको शिक्षित जनशक्ति देशलाई सही दिशामा अघि बढाउन सक्षम हुन्छ। व्यक्तिगत क्षमता बढाउने मात्र होइन, शिक्षाले समाजमा समानता, जागरुकता र उत्तरदायित्वको भावना जन्माउँछ। शिक्षा भए मानिसले विज्ञान, प्रविधि, स्वास्थ्य, अर्थतन्त्रदेखि लिएर सामाजिक परिवर्तनसम्मका सबै क्षेत्रमा योगदान दिन सक्छ। यही कारणले शिक्षा प्रत्येक राष्ट्रको विकासको मेरुदण्ड मानिन्छ, किनकि मजबुत मेरुदण्डले जस्तै बलियो शिक्षाले राष्ट्रलाई दृढ, सक्षम र प्रगतिशील बनाउँछ। त्यसैले गुणस्तरीय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउनु विकासको पहिलो शर्त हो। शिक्षा नै वास्तविक परिवर्तनको मूल कुञ्जी हो। त्यस्तै कुनै पनि देशको विकासको लागि उद्योग, कारखानाको स्थापना तथा सुरुवात र रोजगारी सिर्जनाको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यी दुवै कुरा एकअर्काका परिपूरक हुन्, किनकि जब देशमा धेरै उद्योग खोलिन्छन्, रोजगारी सिर्जना हुन्छ। मानिसले रोजगारी पाएपछि ऊ आर्थिक रूपमा समृद्ध बन्छ। आर्थिक रूपमा समृद्ध बनेपछि ऊ स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ध्यान दिन सक्छ। अहिले नेपालका धेरैजसो युवाहरू विदेशमा श्रम गर्न जान्छन्। त्यो भनेको एउटा देशको लागि ठुलो क्षति हो। देशमा रोजगार सिर्जना गर्नका लागि सरकारले साना उद्योग, कृषि, पर्यटन र प्रविधिमा लगानी गर्नुपर्छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर नयाँ उद्योग खोलेर र व्यवसाय मैत्री वातावरण बनाएर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। यदि हरेक नागरिकले आफ्नो सिप अनुसार देशमै काम पाउने अवसर पाए भने विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था रहँदैन। देशको सम्पत्ति, श्रम र प्रतिभा आफ्नै भूमिमा प्रयोग हुन थाल्यो भने त्यो साँचो विकास हो। हामीले हाम्रो देशमा रोजगार बढाउनु पर्छ। सरकारले रोजगार बढाउनुभन्दा पहिला उद्योग बढाउने कुरामा ध्यान दिनुपर्छ। देशमा जति उद्योग धन्दा बढ्दै जान्छ, त्यति नै रोजगारीमा वृद्धि हुन्छ। देशलाई अगाडि बढाउने सबैभन्दा ठुलो शक्ति नेतृत्व हो।
तर नेतृत्व इमान्दार र देशप्रेमी हुन जरुरी छ। भ्रष्टाचार, व्यक्तिगत स्वार्थ र राजनीतिक खेलले देशलाई कमजोर बनाउँछ। आज विश्वमा विभिन्न देशहरू इमान्दार नेतृत्वको कारण विकसित बनेका छन् भने यस्ता धेरै देशहरू पनि छन् जुन खराब नेतृत्वको कारण गरिबीको रेखामुनि रहेका छन्। खराब नेतृत्वको कारण विकासको सम्भावना हुँदाहुँदै पनि धेरै देशहरू पछि परेको अवस्था छ। देशको नेता भनेको केवल कुर्सीमा बस्ने व्यक्ति होइन, जनता र देशको सेवक हो। इमान्दार नेतृत्वले सही नीति बनाउँछ, पारदर्शिता कायम गर्छ र देशका स्रोत साधनको सदुपयोग गर्छ। हामीले पनि बुझ्नुपर्छ, जबसम्म नागरिकहरूले भ्रष्टाचार सहन्छन् तबसम्म देश अगाडि बढ्दैन। त्यसैले इमान्दार नेतृत्वको चयन हाम्रो हातमा छ। सचेत नागरिक बनेर सही नेताको समर्थन गर्नुपर्छ र आफ्नो भोटको सही उपयोग गर्नुपर्छ। देश विकासको अर्को स्तम्भ हो पूर्वाधार। पूर्वाधारको विकास र निर्माण बिना कुनै पनि देशको विकास सम्भव छैन। सडक, पुल, बिजुली, पानी, स्वास्थ्य सेवा, इन्टरनेट यी सबै सुविधा नागरिकको जीवनस्तर मापन गर्ने आधार हुन्। एउटा देश विकसित हुनको लागि त्यो देशमा सडकको राम्रो व्यवस्था हुनुपर्छ, खोला नदीहरूमा पुल बन्नुपर्छ, देशका हरेक दुर्गम ठाउँसम्म पनि हरेक कुना काप्चामा बिजुली पुगेको हुनुपर्छ, हरेक मानिसलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था हुनुपर्छ, स्वास्थ्य सेवा गुणस्तरीय र निशुल्क हुनुपर्छ, इन्टरनेटको पहुँच हुनुपर्छ। यति कुराको व्यवस्था भए मात्र एउटा देश विकसित भएको मान्न सकिन्छ। जब गाउँ-गाउँसम्म सडक पुग्छ, किसानले आफ्नो उत्पादन बजारमा बेच्न सक्छन्। जब बिजुली र इन्टरनेट पुग्छ, गाउँका युवाहरू पनि विश्वसँग जोडिन्छन्। जब अस्पताल र विद्यालय पुग्छ, तल्लो वर्गका नागरिकले पनि समान अवसर पाउँछन्। त्यसैले पूर्वाधारमा लगानी गर्नु भनेको देशको भविष्यमा लगानी गर्नु हो। उपलब्ध स्रोत र प्रविधिको उचित प्रयोग गरेर देशलाई आधुनिक र सक्षम बनाउनु अत्यावश्यक छ। देशको विकासको सबैभन्दा महत्त्वपूर्ण कुरा हो जनचेतना। कुनै पनि देश तब मात्र परिवर्तन हुन्छ जब नागरिकहरू सचेत, जिम्मेवार र देशप्रेमी हुन्छन्। जब एउटा नागरिक सचेत हुन्छ, तब उसलाई यो कुरा थाहा हुन्छ कि उसले के गर्नुपर्छ र के गर्नु हुँदैन। एउटा नागरिकले समाज र देश विकासका लागि अरू केही गर्न नसके पनि फोहोर व्यवस्थापन गर्ने बानी, कर तिर्ने बानी, गलत कामको विरोध गर्ने बानी र इमान्दारीपूर्वक काम गर्ने बानी विकास गर्न सक्छ। देश हाम्रो परिवार हो, हामी सबै यसको सदस्य हौं। यदि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गरियो भने सरकारले गर्नुपर्ने धेरै काम स्वतः सजिलो हुन्छ। देश विकास केवल नीति र योजना होइन, यो समर्पण र सहभागिता पनि हो। यसरी एउटा देश विकसित र समृद्ध हुनको लागि विभिन्न कुराहरूको आवश्यकता हुन्छ र यी सम्पूर्ण कुराहरूको मिलन बिना देश विकास असम्भव जस्तै छ। तर यी कुराहरूको विकासका लागि केही न केही हाम्रो भूमिका पनि हुन्छ, किनकि देश बनाउने दायित्व हाम्रो पनि हो। नेपाल बनाउने जिम्मा सम्पूर्ण नेपालीको हो। हामी सबैले देश विकासको लागि आआफ्नो तर्फबाट सहकार्य गर्नुपर्छ, किनकि समाजको विकास नै देश विकासको आधार हो। देश समृद्ध बन्न समाजका मानिसहरू शिक्षित र स्वस्थ हुन जरुरी छ।